डाक्टर साहब स्वागत छ। धन्यवाद। आज चाहिँ हामी किडनी स्टोनको बारेमा केही जानकारी लिँदैछौँ तपाईँसँग। सुरुमा किडनी स्टोन भनेको चाहिँ के हो डाक्टर साहब? अब यस्तो छ, किडनी स्टोन भनेपछि किडनी अथवा हाम्रो मृगौलामा पत्थरी पर्ने अथवा त्यही स्टोन जम्मा भएर रहने अवस्था भनेको किडनी स्टोन हो। किडनीमा मात्रै नभएर स्टोन मूत्रनली अथवा तपाईँको मूत्र थैली, पिसाब नली अथवा हाम्रो मूत्र मार्गमा पनि स्टोनहरू कहिलेकाहीँ आएर रहन सक्छन् अथवा बन्न सक्ने प्रक्रियालाई अब यो समग्रमा हेऱ्यो भने युरिनरी क्यालकुलस अथवा मूत्र प्रणालीसँग हुने कहीँनिर पनि भयो भने त्यसरी चाहिँ भनिन्छ। यो किडनी स्टोन कसरी बन्छ र यो किडनी स्टोन हुनुको कारणहरू चाहिँ के पाउनु भएको छ तपाईले? यस्तो छ, यसमा चाहिँ कस्तो हुन्छ भने हामीले खाएका खानेकुराहरू जुन कुराहरू फ्लस आउट भएर जानुपर्ने थियो अथवा पिसाबको माध्यमबाट किडनीले छानिसके पछाडि पिसाबको माध्यमबाट बगेर जानुपर्ने थियो, ती जुन अनावश्यक पदार्थहरू थिए जस्तो त्यसमा क्याल्सियम अक्जालेट हुनसक्छ अथवा युरिक एसिडहरू हुनसक्छ अथवा अन्य युरेटहरू हुन सक्छन् है, त्यो पदार्थहरू बगेर नगएर त्यही जम्मा हुँदै 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 गएर जुन प्रक्रियाले ढुङ्गा बन्ने हुन्छ नि हो, यस कारणले चाहिँ हो यसमा चाहिँ हाम्रो मुख्य भूमिका भनेको खानपानमा बढी नै भूमिका हुन्छ। जस्तो प्रोटिन भएको खानेकुराहरू अथवा त्यही हामीले जुन भन्यौँ क्याल्सियम अक्जालेटको ढुङ्गा बन्छ भने क्याल्सियम अक्जालेटहरू भएको खानेकुराहरू बढी खायौँ हामीले, नट्सहरू, चिया कफीहरू, यो चिसो पेय पदार्थहरू है, अथवा धेरै प्रोटिन हाई प्रोटिन भएको खानेकुराहरू खायौँ भने किडनी स्टोन बन्ने अथवा युरिनरी क्यालकुलस बन्ने सम्भावना रहन्छ। भनेको चिया बढी खाँदा पनि यो हुने सम्भावना हुन्छ। चिया बढी, प्रोटिन बढी, प्रोटिन बढी, अक्जालेट भएको जस्तो काँक्रोहरूमै हुने अक्जालेटहरू हुन सक्छन् अथवा भित्र बिहा भएका खानेकुराहरू जस्तो तरकारीहरू हुन्छन्, फर्सीहरू भन्दा पनि सानो सानो बिहा भएको जस्तो भन्टाहरूको कुरा हुन सक्छ है, अथवा अन्य त्यस्तै चिजहरू त्यसको कारणले बन्न सक्यो। अब यसमा सँगसँगै अन्य कारण पनि छन् क्या, कस्तो भने कहिलेकाहीँ हामीले नुनको मात्राहरूको अत्याधिक प्रयोग गऱ्यौँ भने पनि क्याल्सियमको एब्जर्ब हुने कुराहरू कम हुनसक्छ, त्यस कारणले गर्दाखेरि पनि त्यो क्याल्सियमहरू त्यहाँ जम्मा भएर बस्न सकेका हुन्छ। अथवा कहिलेकाहीँ हाम्रो मिनरलहरू अथवा हाम्रो मल्टिभिटामिनहरूको शरीरमा के भन्छ ब्यालेन्समा रहेन भने पनि तपाईँको कस्तो हुन्छ भने त्यो किडनीले गर्ने काममा चाहिँ अवरोध पुग्न सक्छ। त्यो कारणले गर्दा जस्तो शरीरमा कस्तो कस्तो परिवर्तन आयो भने अथवा कस्तो कस्तो खालको दुखाइ भयो भने चाहिँ मलाई चाहिँ किडनीमा चाहिँ स्टोन भयो भनेर थाहा पाउने मैले? यस्तो छ, अब कतिपय अवस्थामा सबै बिरामीहरूमा लक्षण देखिन्छ नै भन्ने चाहिँ नहुन पनि सक्छ। हेर्नुहोस्, नदुख्दा पनि हुन्छ, नदुख्दा पनि हुनसक्छ, थाहा नपाउन पनि हुनसक्छ। र प्राय गरेर देखिने लक्षणहरू भनेको पिसाबको मात्राहरू पटक पटक लाग्ने अथवा पिसाब कहिलेकाहीँ अड्किएर आए जस्तो पनि हुने, पिसाब पोल्ने है, अनि दोस्रो नम्बर कुरा सँगसँगै स्टोन कहाँ छ भन्ने कुराले दुखाइको पनि हुनसक्छ। जस्तो अगाडि मैले भन्यो मृगौलामा छ पत्थरी भने हाम्रो दुई साइडको मृगौलाको ठाउँ जुन छ कोखा भन्छौँ हामीले है, पेटको पछिल्लोपट्टिको भागमा चाहिँ दुखाइ हुनसक्छ अथवा त्यो दुखाइ सर्दै पिसाब फेर्ने बेलामा तलतिर सरेको जस्तो अनुभव हुनसक्छ है, अथवा त्यो मूत्र नली भन्दैछौँ हामी, मूत्र नली जुन छ युरेटरमा छ भने अलि बढी दुखाइ हुनसक्छ है। अब त्यो दुखाइ नआउने पनि हुनसक्छन् अथवा यी लक्षणहरू नभएर थाहा नै नपाएर अन्य कुनै रोगको अथवा ट्रिटमेन्टहरू गर्दा अथवा युएसजीहरू गर्दाखेरि त्यति बेला चाहिँ किडनी स्टोन छ है भनेर पत्ता लागेका बिरामीहरू पनि थुप्रै हुनुहुन्छ। लक्षण देखिने पनि हुनसक्छ, नदेखिने पनि हुनसक्छ। जस्तो यो किडनीमा स्टोन हुँदा चाहिँ दुखाइ त अवश्य पनि हुन्छ, केही तपाईँले दुखाइ हुन्छ पनि भन्नुभयो, कतिलाई हुँदैन पनि भन्नुभयो, तर दुखाइ हुँदा चाहिँ दुखाइको प्रकृति चाहिँ कस्तो हुन्छ, कस्तो खालको दुखाइ हुन्छ? यस्तो छ, अब दुखाइ व्यक्ति अनुसारले पनि केही कुराहरू फरक हुन सक्छन् र ठाउँ अनुसारले फरक हुनसक्छ। अगाडि पनि हामीले भन्यौँ किडनीमा भयो भने फ्ल्याङ्क पेनहरू होइन दुख्ने हुनसक्छ, अथवा तपाईँको युरेटरमा तल के भन्छ मूत्रनलीमा कहिलेकाहीँ माथिबाट मृगौलामा बनेको पत्थरी कहिलेकाहीँ पानीको बाबसँगै अथवा तपाईँको के भन्छ एक्सर्साइजहरू अन्य कुराहरूले गर्दाखेरि तल युरेटरमा अथवा मूत्रनलीमा झर्देर हुने हुन्छ। त्यति बेलाको दुखाइ चाहिँ अलि बढी नै दुखाइ हुन्छ, सहन गर्न गाह्रो नै हुनसक्छ। त्यति बेलाको अवस्थामा चाहिँ त्यो दुखाइ कम गर्नको लागि चाहिँ तपाईँको कस्तो भने दुखाइ कम गर्ने खालकै औषधिहरू पनि प्रयोग गर्नुपर्ने हुनसक्छ। जस्तो यो किडनी स्टोनको उपचार पद्धतिहरू त धेरै किसिमको होलान्, यसको उपचार चाहिँ कसरी गरिन्छ? आयुर्वेदमा चाहिँ यसको उपचार पद्धति के छ? अब यस्तो छ, आयुर्वेदमा नै हो यसको उपचार पद्धति त। यसको जुन अहिले जसले जहाँबाट गरे भने पनि आयुर्वेदले टिपिकल हाम्रो के भन्छ चरक संहिता अथवा अष्टाङ्ग हृदयमा वर्णन गरिएकै
प्रिन्सिपल अन्तर्गतबाट ट्रिटमेन्ट गरिने हो भनेको यसको ट्रिटमेन्ट तपाईँले जुनसुकै हस्पिटलमा जुनसुकै डक्टरसँग गरे भने पनि बेसिक प्रिन्सिपल यसको सिद्धान्त भनेको आयुर्वेदको सिद्धान्त हो। भन्न खोजेको के छ भन्नुहुन्छ भने भर्खरै परेको छ, सानो साइजको छ, धेरै कडा खालको छैन भन्यो भने आयुर्वेदले पनि औषध उपचार गर भनेर वर्णन गरेको छ। हेर्नु है, र सँगसँगै धेरै पुरानो भइसक्यो, धेरै ठुलो आकारको छ है, र अनि धेरै साह्रो छ भन्यो भने त्यति बेलामा शस्त्रकर्म अथवा शल्यकर्म गर्नुपर्छ भनेर आयुर्वेद शास्त्रमा उल्लेख छ। अब जस्तो यसमा चाहिँ कस्तो हुन्छ भने औषध उपचारको कुराकानीको विषयमा थोरै बोलौँ। हामीले अहिलेको टेक्नोलोजी अनुसारले कहिलेकाहीँ सिटी स्क्यानहरू पनि गराउँछौँ होइन, के हो सिटी के एक्चुअल कति छ साइज, साइज कति छ र त्यसको हन्सफिल युनिट भन्छौँ कि त्यो कति कडा छ भन्ने कुराको पनि जाँचहरू गर्ने हुन्छ है। त्यो जाँचहरू गरिसके पछाडि धेरै नै कडा छ तपाईँको भने त्यसलाई सर्जरी, त्यसको साइज होइन। अब जुन तपाईँको मृगौलामा पत्थरी परेको छ भने मृगौलाबाट त्यो पत्थरी निस्किन सक्ने साइज छ कि छैन त युरेटरको डायमिटर कति 3 to 5 mm भन्दैछौँ हामी। त्यो मासुले भने भएर थोरै तन्किन सक्ने आफूमा एउटा कुरा रह्यो भने पछाडि त्यसको साइज मेन्सन गरेर सबैमा एउटै कुराहरू नहुन सक्छन् सबै व्यक्तिमा हो। त्यो भइसके पछाडि चाहिँ त्यो के भन्छ अवस्था हेरेर चाहिँ औषध उपचार गर्ने अथवा शस्त्रकर्मको लागि अथवा शल्यकर्मको लागि सजेसन गर्ने भन्ने हुन्छ। औषध उपचारमा आयुर्वेदले के भन्छ त भन्नुहुन्छ भने 3 थरीका औषधिहरूको वर्णन गरेको छ क्या प्रिन्सिपल्ली। एउटा चाहिँ त मूत्रल, तपाईँको सानो छ, अन्य अवस्थामा त्यस्तो कहीँनिर अवरोधपूर्ण छैन भन्यो भने मूत्रल भनेको सामान्य डायुरेटिक औषधिहरू मजासँग प्रयोग गर्यो भने पनि त्यसले पनि किडनीमा भएको अथवा मूत्रमार्गमा भएको पत्थरी चाहिँ निस्किन सक्छ भन्ने छ। त्योभन्दा अलिकति ठुलो छ अनि के भन्छ धेरै कडा छैन भन्यो भने त्यस्तोमा अस्मरी वेदन अथवा अस्मरी हर द्रव्यहरूको वर्णन गरिएको छ। तिनीहरूले के गर्ने भन्नुहुन्छ भने अस्मरी हर अथवा अस्मरी वेदन भनेको खियाउने र फुटाउने खालका द्रव्यहरू छन्, जडीबुटीका औषधिहरू छन्, बुझ्नुभयो त। त्यो उनीहरूले के गर्ने भयो त त्यो ढुङ्गा ठुलो छ, धेरै साह्रो छैन भने त्यसलाई खियाउन र फुटाउन सक्ने भए त्यो कारणले त्यो प्रकारका औषधिहरू प्रयोग गर्ने भन्ने दोस्रो नम्बर कुरा रह्यो। र लास्टमा त अप्सन छँदैछ हाम्रो सर्जरी गर्ने हो। डाक्टर साहबले भन्नुभयो कि जस्तो यो स्टोनको उपचार नै आयुर्वेदमा हो भन्नुभयो, तर धेरै अर्को अन्य डाक्टरहरूले चाहिँ भन्ने कुरा के हुन्छ भने यो चाहिँ झारपात खाएर हुँदैन, यो धुलो खाएर हुँदैन, यो बेकारको खर्च मात्रै हो, किन खर्च गर्नु पर्यो, यसको गर्नुपर्ने सर्जरी नै झर्छ नझरे चाहिँ सर्जरी नै गर्ने हो, सर्जरीको पनि विभिन्न पद्धतिहरू छन्, त्यो पद्धतिमा जानुपर्छ भनेर भन्नुहुन्छ। आयुर्वेदिक डाक्टरको हिसाबले तपाईँले चाहिँ यो विषयमा के भन्नुहुन्छ? उहाँहरूले जुन कुरा भन्नुभएको छ नि त्यो पनि मैले भनिसकेँ त सुरुमै आयुर्वेदकै प्रिन्सिपल हो क्या। हामीले भनेका छौँ त हाम्रो के भन्छ चरक संहिता अथवा सुश्रुत संहिता अथवा तपाईँको अष्टाङ्ग हृदयमा तपाईँको त्यो बेलामा नै सर्जरी गर्नुपर्छ यो अवस्थामा भनेर त्यो अवस्थाको सबै कुराको वर्णन गरेका छौँ त हामीले पनि। हामीले सर्जरीलाई नगर्ने भन्दैनौँ, तर उहाँहरूले जुन धुलो पिठो झारपात भन्नुभएको छ नि त्यो चाहिँ उहाँको एकदम दुखी मनको कुरा मात्रै हो। हेर्नुहोस् किन भने उहाँले त्यो विषयमा त्यो जडीबुटीको विषयमा त्यसको रस के हो, त्यसको गुण के हो, त्यसको कर्म के हो के पनि पढ्नु भएको छैन, के पनि जान्नु भएको छैन। आफूले नजानेको कुरा सबै गलत हो भन्नु त यो त सबैभन्दा मूर्खता हो नि त, होइन र भन्नु न। आफूले मैले नजानेको कुरा छ भने अनि मैले त्यो गल्ती हो भनेर भन्नु त यो त मूर्ख कुरा हो। तर मैले पढेको छु, मैले जानेको छु, सबै चिजको आफ्नो आफ्नो एउटा भ्यालु छ है। ती जडीबुटीहरूको पनि आफ्नो एउटा महत्त्व छ र नि त यो प्रकृतिमा अस्तित्वमा छन्। नबुझेर भन्यो भन्नुहुन्छ हजुर? हो, एकदम नबुझेर भन्यो। मैले भने नयाँ छ, सानो छ, तपाईँको के भन्छ कमलो छ भने मजासँग हामीले औषधि खुवाएर मेरो यत्रो 20-22 वर्षको प्र्याक्टिसमा म भन्दैछु धेरै बिरामीहरू हुनुहुन्छ जसरी औषधि खुवाएर के भन्छ युरिनरी क्यालकुलस अथवा मूत्रमार्गमा भएका पत्थरीहरू झरेका छन्, बिरामीहरूले राहत महसुस गर्नुभएको छ, थुप्रै हुनुहुन्छ। तपाईँले अहिले उपचार गर्ने क्रममा चाहिँ तपाईँको आयुर्वेदिक औषधिको तपाईँले खुवाउनुहुन्छ, जुन आयुर्वेदिक औषधिले चाहिँ कति एमएमदेखि कति एमएमसम्मको ढुङ्गा चाहिँ झार्न सफल भएको छ अहिलेसम्म? तपाईँले अहिलेसम्म हेर्दा सबैभन्दा बढी कति एमएमको चाहिँ झरेको छ ढुङ्गा? अब यस्तो छ, यसमा चाहिँ मैले अगाडि पनि भने यसमा तीनवटै कुराहरूको भूमिका पहिलो नम्बरमा रहन्छ। जस्तो त्यसको साइजको कुरा रह्यो, एउटा ठाउँ अवस्थाको कुरा रह्यो, र त्यो कडा कति छ भन्ने कुराले भर पर्ने हुन्छ। मैले अहिलेसम्म सबैभन्दा धेरै भनेको 35 mm को के भन्छ ढुङ्गा भएको बिरामीको पनि मैले औषधि खुवाएर भनेको 35 mm सम्मको ढुङ्गा आयुर्वेदको औषधिबाट झर्न सफल भएको छ। र दोस्रो नम्बर कुरा
कहिलेकाहीँ हामीले के भन्छ सानो साइजकै हुँदाखेरि पनि कहिलेकाहीँ त्यो ढुङ्गाहरू नझरेको पनि अवस्था हुनसक्छ। भने ढुङ्गा कति सारो छ र कति नरम छ भन्ने कति नरम छ, ठाउँ कहाँ छ, लोकेटेड कस्तो ठाउँमा बसेको छ, कस्तो ठाउँमा रहेको छ, यी धेरै कुराहरूले म्याटर गर्छ। अब हामीले के भन्छ साइजलाई मात्रै लिएर अथवा अर्कोलाई मात्रै लिएर के भन्छ यति गयो यो गयो भनेर भन्नु चाहिँ उपयुक्त हुँदैन। हामीले त्यति बेला भनेका हुन्छौँ कि त्यो बिरामीलाई औषधि दिन्छौँ या दिँदैनौँ। हामीसँग पनि अहिले जति पनि युरो सर्जरीका चिकित्सक डाक्टर साहबहरू होइन हुनुहुन्छ, उहाँहरूसँग हामी पनि के भन्छ सहकार्यमा छौँ त। ल यो कुरा भएन भने सर्जरीको लागि त हामी उहाँहरूलाई भनिराखेका हुन्छौँ त होइन। र त्यो हामीले जानेर औषधि लेख्छौँ, त्यसमा चाहिँ हामीले सबै कुराहरू बुझेर होइन। कहिलेकाहीँ भिडियो एक्सरेको मात्रै भरमा औषधि प्रिस्क्राइब गरेका हुन्छौँ, कहिलेकाहीँ त्यो भिडियो एक्सरेको उसले चाहिँ के भन्छ रिपोर्टमा मात्रै आधार बनेर औषधि खुवाउन नसकिने अवस्था भयो भने सिटी स्क्यानहरू गर्न होइन गराउने गर्छौँ। त्यो सँगसँगै त्यसले अन्य कुराहरू केही समस्या छ कि छैन मूत्रमार्गमा अथवा किडनीमा फङ्सनमा केही अप्ठ्यारो पारेको छ कि छैन भन्ने कुराहरूलाई पहिलो कुरा चाहिँ। जस्तो मलाई एउटा सोध्न मन लागेको कुरा चाहिँ जस्तो किडनीमा स्टोन हुँदैमा सबै बिरामीलाई स्टोन हुने बिरामीलाई दुख्दैन हो है, त्यो त्यसको साक्षी म पनि छु, मलाई पनि स्टोन भइरहेको छ बेला बेलामा। जस्तो लामो समयसम्म नदुखे पनि किडनीको सेन्टरमा जब स्टोन हुन्छ, ढुङ्गा हुन्छ, त्यो ढुङ्गा लामो समयसम्म हामीले सर्जरी नगरिकन अथवा त्यो ढुङ्गा बाहिर ननिस्किएमा त्यो स्टोन त्यहाँ भइराख्दाखेरि किडनीलाई कस्तो असर पर्न सक्छ? यस्तो छ, अब त्यो जुन हामीले त फरेन बडी के भन्छ फरेन बडी भन्छौँ होइन, कुनै पनि बाहिरको नकारात्मक चिज हाम्रो शरीरमा हुनु भनेको शरीरको लागि त हानि हुन्छ नै। त्यो ढुङ्गाले अथवा त्यो जुन किडनी स्टोन भनिरहेछौँ त्यो किडनी स्टोनले तपाईँको जुन पिसाब निस्किनु पर्ने थियो त्यो मार्ग कहिलेकाहीँ अवरोध गरिदिएर किडनी सुनिने अवस्था आउन सक्छ। हेर्नु है, किडनी सुनिने अवस्था भयो भने भोलि पर्सि त्यो त्यहाँनिर जुन पिसाबको जो छानिएको पानीको मात्राहरू बढ्दै बढ्दै जाँदाखेरि किडनी सुन्नियो। अर्को कुरा भयो भने किडनी आफैमा काम गर्न नसक्ने अवस्थामा पुग्न सक्छ, सबैभन्दा मेन कज। सँगसँगै कहिलेकाहीँ कस्तो हुनसक्छ भन्नुहुन्छ भने कहिलेकाहीँ लामो समयसम्म युरेटरमा रहिरह्यो भने त्यसले पनि त्यहाँनिर अर्को समस्याहरू होइन, त्यहाँ चिरिने अथवा त्यहाँनिर घाउ बनाउने, त्यहाँबाट रगतहरू बगिरहने, पिसाबमा रगतहरूको मात्रा आइरहने अन्य समस्याहरू चाहिँ आउन सक्ने अवस्था रहन्छ। त्यो कारणले लामो समयसम्म दुख्यो अथवा दुखेन भनेर यो चिजलाई राखिरहनु चाहिँ हुँदैन है। यसको उपयुक्त चिकित्सकसँग परामर्श गर्ने हेर्नु। र दोस्रो नम्बर कुरा त्यस पछाडि उहाँले भनेको अनुसारले सर्जरी गर्नुपर्ने अवस्था नै हो, सर्जरी गर्ने होइन, औषधि खाएर हुन्छ भनिसके पछाडि औषधि खाने, त्यो चाहिँ विकल्प रोज्ने र अनि त्यही अनुसारले चिकित्सकको सल्लाह अनुसारले उपचार गर्नुपर्ने हुन्छ। जस्तो किडनी स्टोन बारम्बार पनि भइरहेको छ, एकचोटि सर्जरी गरियो अथवा एकचोटि तपाईँको कुनै पनि औषधिबाट झारियो र पटक पटक त्यो कुरा चाहिँ रिपिट भइरहेको छ। किडनी स्टोन चाहिँ बारम्बार बल्झिरहने, पटक पटक किडनीमा स्टोन भइराख्ने कारण चाहिँ के हुन् अथवा के कारण के बिरामीले के लापरवाही गरेको कारणले त्यो चिज हुन्छ अथवा त्यसको के हो, शरीर नै त्यस्तो प्रकृतिले बनाए हुन्छ के हुन्छ? होइन होइन, यो शरीर त्यस्तो प्रकृतिले बनेको भन्नु चाहिँ होइन है। यो बारम्बार भएको मैले कुरा गर्ने धेरै डाक्टरले के भन्नुहुन्छ भने कसैको शरीर चाहिँ त्यो त्यस्तै नै हुन्छ, ढुङ्गा बन्ने नै खालको शरीर हुन्छ भनेर भन्नुहुन्छ कि कसैले चाहिँ। होइन होइन होइन, यसमा चाहिँ के हुन्छ भन्नुहुन्छ भने नि त्यो शरीर त्यो ढुङ्गा नै बन्ने खालकै शरीर हुने होइन। ढुङ्गा आफैले शरीरले बनाउँदैन नि, हामीले खाएको खानेकुराहरू जुन बाहिर जानुपर्ने थियो त्यो नगएर त्यहाँ जम्मा भएर बसेर न ढुङ्गा बनेको हो। मेरो शरीरले उत्पादन गरे त होइन नि त, हो नि। कसैको शरीरले आफैले ढुङ्गा बनाउँदैन। हामीले खाएको हाम्रो आहार विहार कस्तो छ, हामीले के खानेकुराहरू खाएको छौँ, अगाडि पनि हामीले कारणमा पनि कुरा गऱ्यौँ। र तिनीहरूसँग ती औषधिहरू खाँदाखेरि अथवा ती खानेकुराहरू खाइरहँदाखेरि तपाईँले पानीको मात्रा कति खानुभएको छ, तिनी फ्लस आउट हुन सकेनन्। तपाईँले त्यही जुन पहिला सुरुमा पर्दाखेरिको बानी बेहोरा थियो त्यही बानी बेहोरालाई एजिटिज गरिरहनु भएको छ भने त्यो सधैँ परिरहने भन्ने हो र सधैँ दुःख पाइरहने हो। र एउटा कुरा, मैले लगभग 7-8 पटकसम्म सर्जरी गरिसकेँ। अब एउटा किडनी त के भन्छ सर्जरी गर्न नमिल्ने अवस्थामा पुगिसक्यो, किनभने धेरै पटक त कोच्ने कोप्ने यो त्यो पनि त गाह्रो छ नि त, एउटा यो सेन्सिटिभ भाइटल अर्गान नै हो त हो। त्यति भइसके पछाडि आउने बिरामीहरू हुनुहुन्छ कि हामीले भन्छौँ कम्तीमा पनि खाने नखाने कुरा त एकचोटि हेरिदिनुहोस् न, ढुङ्गा पर्छन् यो बाटो भने पछाडि
त्यो कुराको विषयमा त मजाले हामीले भनिराखेका छौँ नि, यो कुरा खानु मिल्छ, यो कुरा खानु मिल्दैन। ती कुरा खानै नमिल्ने पनि हुँदैन क्या कहिलेकाहीँ। फेरि त्यो कुराको ती कम र बढी भन्ने होला, कम बढी हुन्छ, कम बढी भयो अथवा त्यो सेवन गरेको बेलामा त्यो ड्युरेसनको बेलामा तपाईँले पानीको मात्रा अरू बेला खाने पानीको मात्राभन्दा अझै पानीको मात्रा बढाइदिनुहोस् न। सजिलो छ त उपाय। खानै मुख चप्प बन्द गरेर बस्नुपर्छ भन्ने पनि छैन नि त, होइन? त्यो सामान्य प्रयोग गर्न सकिन्छ कहिलेकाहीँ। सामान्य प्रयोग गरेको बेलामा पानीको मात्राहरू प्रयोग गर्ने, यो कुरा त आफू सचेत हुनुपर्छ, होइन? ढुङ्गा पारिरहने, अपरेसन गरिरहने, ढुङ्गा पारिरहने, अपरेसन गरिरहने अथवा ढुङ्गा पारिरहने, औषधि खाइरहने भन्ने चाहिँ त यो जस्तो मेरो हजुरबालाई किडनीमा स्टोन थियो, मेरो बालाई हुने सम्भावना कतिको हुन्छ? मेरो बाला थियो, अब मलाई हुने, र मलाई छ मेरो सन्ततिलाई हुने सम्भावना कति हुन्छ? वंशानुगत हुन्छ हुँदैन? हुँदैन, यो हुँदैन। तर भनेको सुनिन्छ नि, यो होइन, यस्तो होइन, यो वंशानुगत ढुङ्गा पर्ने भन्ने चाहिँ हुँदैन। अब यहाँनिर कुरा के हो भन्नुहुन्छ भने हामीले नबुझेको हो क्या। यो मान्छेले सजिलो कुरालाई अनर्थ गरेर व्याख्या गरिदिएको मात्रै हो। यसमा कस्तो हो भने तपाईँको हजुरबुवा, बुवा, तपाईँका सन्तानहरू अथवा तपाईँको सन्ततिहरू, तपाईँको एउटा फ्यामिली हो। एउटा फ्यामिलीमा एउटा भान्सामा खानेकुराहरू खाइरहनुहुन्छ, यो त्यो कुराहरू हुन्छ। उस्तै प्रकृतिको खानेकुराहरू खाइरहँदाखेरि तपाईँहरूको जीवनशैली लगभग त्यही अनुसारले सेटल भइरहेको हुन्छ। हो, त्यो कुराले गर्दाखेरि पर्न सक्ने सम्भावना फरक कुरा हुन्। बालाई ढुङ्गो थियो, मलाई ढुङ्गो हुन्छ नै भन्ने चाहिँ होइन है, यो हुँदैन है। सुगर हुँदैन, सुगर जस्तो होइन, सुगर हो, मधुमेह अथवा सुगरको लेभलहरू भयो जस्तो चाहिँ यो चाहिँ होइन। जस्तो डाक्टर साहब, यो किडनीमा स्टोन हुँदा चाहिँ घरेलु उपचारहरू के छन्? यस्तो छ, यसमा चाहिँ कस्तो छ भने घरेलु उपचार अथवा हामीले जति पनि कुराहरू गरेछौँ आयुर्वेदमा प्रयोग हुने जडीबुटीहरू पनि हाम्रै घरगाउँ छेउछाउमा पाइने कुरा हुन्। तर सामान्यतया यसै गरेर हामीले यहाँनिर यो उपचार गर्नुहोस् भनेर उपचार गरिहाल्नु भनेको त्यो उपयुक्त नहुन सक्छ। हेर्नु है, अगाडि पनि हामीले भन्यौँ, किनभने सबै चिजको एउटा इफेक्ट हुन्छ। त्यो त्यसैको विज्ञको सिफारिसमा मात्रै त्यसको सेवन गर्ने, प्रयोग गर्ने गर्नुपर्दछ। जस्तो कहिलेकाहीँ हामीले भने हुन्छौँ गहतको दाल खाने, कहिलेकाहीँ भन्छौँ कर्नसिल्क टी खाने, जस्तो मकैको जुङ्गाको पानी पकाएर खाने, एउटा पत्थर चट्टा झार हुन्छ, होइन? हो, अब यस्तो छ भन्दैमा यो आफ्ना मन खुसीले प्रयोग गर्ने होइन। जस्तो हामीले गहतको दाल एज युजल तरकारीको रूपमा कहिलेकाहीँ खान सकिन्छ, त्यो द्याट्स गुड। त्यो खाने भनेर त्यति नै खाइ गर्ने, बिहानै त्यही गहतको दाल खाने, बेलुकै गहतको दाल खाने, त्यो चाहिँ होइन। त्यो चाहिँ गर्नु हुँदैन। त्यसले अन्य अर्को कुराकोमा पनि असर गर्न सक्छ। जस्तो गहतको दाल धेरै खाइरहँदाखेरि तपाईँको अम्लपित्त भन्छौँ हामीले, हाइपर एसिडिटी टाइपको समस्याहरू पेटमा उत्पन्न हुन सक्छन् कतिपय अवस्थामा, है? र त्यो कारणले गर्दाखेरि मन खुसीले तपाईँले आफ्नो मन खुसीले घरासी यो गर्नुहोस् भनेर चाहिँ हामीले अहिले चाहिँ मैले यो सोसियल मिडियाबाट भन्दिनँ। र दोस्रो नम्बर कुरा, उहाँलाई आवश्यक पर्ने परामर्शको लागि तपाईँले यति मात्रामा त्यो व्यक्ति, त्यो बिरामीलाई हेरिसके पछाडि यति मात्रामा यसरी तपाईँले के भन्छ मकैको जुङ्गाको पानी अथवा गहतलाई भिजाएर यसरी प्रयोग गर्नुहोस् भनेर हामीले मात्रा अथवा त्यसको डोजेजहरू मिलाइदिएर भनिसके पछाडि मात्रै तपाईँले घरमा भएको चिजहरू प्रयोग गर्ने हो, है? अहिलेको अवस्थामा के छ भने कसैले भनिदियो तपाईँको टिकटकमा यो खाए किडनी स्टोन गयो, अथवा यो खायो यो रोग सञ्च भयो, अथवा यो लगाउनु पाइल्स सञ्च भयो। यस्तो यो भनेको एकदमै भ्रम हो। र यसले के गरिराखेको छ भने हाम्रो समाजलाई त्यो रोगबाट मुक्त गराइराखेको छैन, झन् धेरै रोगी बनाउँदैछ र झन् त्यही रोगलाई पनि अझै कडा खालको, अझै गम्भीर अवस्थामा पुर्याउने गरिराखेको छ। हेर्नुहोस्, अहिले हामीले जति पनि हाम्रो हस्पिटलमा बिरामी भेटिरहेका छौँ, मैले यो जडीबुटी प्रयोग गरेको थिएँ अथवा मैले यो कुराहरू प्रयोग गरेको थिएँ, मैले यो आयुर्वेदिक खाएर आएको थिएँ भन्नुहुन्छ उहाँले, तर आयुर्वेदिक हुँदैन त्यहाँनिर उहाँले आफ्नो मन खुसीले अथवा कसैले भनिदिएको भरमा उत्तिकै एउटा के भन्छ जडीबुटी प्रयोग गर्नुभएको छ, न त्यसको मात्रा थाहा छ, न त्यसको खाने समयको अवस्थाको बारेमा थाहा छ, यसै खाइदिने गर्नुभएको छ। यो भने यसले चाहिँ आयुर्वेद अथवा सँगसँगै उहाँहरूको आफ्नै शरीरलाई पनि अन्य स्वास्थ्य अवस्थामा चाहिँ एकदम घात पुर्याउँछ। त्यो कारणले छ भनिसके पछाडि एकचोटि कम्तीमा तपाईँ हामीसँग त के भन्छ भेट्नलाई गाह्रो छैन नि त, हो, परामर्श गर्ने। अनि त्यस पछाडि चाहिँ तपाईँहरूलाई हामीले घरमा यो कुराहरू यसरी गर्नुहोस् है भनेर भन्न सकिने अवस्था रहन्छ क्या। जस्तो सबैले त नभनौँ, केही व्यक्तिहरूको चाहिँ आयुर्वेदका डक्टरहरूलाई लिएर एउटा केही गुनासो भएको पाउँछौँ क्या हामी। हजुर, यो आयुर्वेदका डक्टरहरूले चाहिँ औषधि एकदम धेरै भिडाउनुहुन्छ,
धेरै पठाउनुहुन्छ भन्नुहुन्छ, यो चाहिँ के हो खास? उहाँले नबुझेर भन्नुभयो हो कि वास्तवमा कुरा चाहिँ के हो? अब यस्तो छ, कस्तो हुन्छ भन्नुहुन्छ भने तपाईँको दोषको अवस्था, तपाईँको शरीरको रोगको सबैको काल अवस्थाको विचार गरेर आयुर्वेदिक औषधिहरू आयुर्वेद चिकित्सकले प्रिस्क्राइब गर्ने कुरा हो। यसमा चाहिँ तपाईँको रोगको अवस्था छ, कहिले छ, काल समय भन्छौँ हामी, जुन तपाईँको अवस्था के छ, ती सबै कुराहरूलाई हेरेर त्यसको उपचार गर्ने हो। अर्को कुरा के होइन भने यो हामीले जुन प्रयोग गरिरहने आयुर्वेदिक औषधिहरू हुन्छ, यसमा प्रत्येक औषधि अथवा प्रत्येक उसमा चाहिँ यति एमजी यति दिन यति भनेर एउटा गोली खाए जस्तो चाहिँ अलि हुँदैन। यो चाहिँ सत्य कुरा हो। तपाईँले कुनै एन्टिबायोटिक अथवा कुनै अन्य पेनकिलरका गोलीहरू यति एमजीको यति यो गोली एउटा गोली भन्ने मात्रैसँग जस्तो चाहिँ आयुर्वेदिक औषधि हुँदैन। तर दोस्रो नम्बर कुरा के हुन्छ भने यसमा अलिकति मात्राहरू बढी हुने भनेको हामीले चूर्ण औषधिहरू प्रयोग गऱ्यौँ भने 1 चम्चा नै 3 देखि 5 ग्राम त 1 चम्चा 1 डोजमै खानुपर्ने हुन्छ सामान्यतया। भने पछाडि तपाईँले त्यही औषधि 2 डोज खाँदा 10 ग्राम खानुहुन्छ है भनेपछि त्यसको मात्रा बढी भयो भनेपछि त्यसरी पनि धेरै औषधि दिनुभएको हो भन्ने उहाँहरूको बुझाइरहन सक्छ है। तर ट्याब्लेटहरू अथवा गोलीहरू खाँदाखेरि पनि यो केमिकल त होइन नि त, फेरि यो उसको एक्स्ट्रा अथवा अन्य पाउडरहरू जति छन् तिनीको ट्याब्लेट अथवा तिनीको क्याप्सुल भएको भएर यसको मात्रा चाहिँ जुन शास्त्रोक्त छ भनेको आयुर्वेदको शास्त्रमा उल्लेख भएअनुसारकै मात्रा प्रयोग भएको हुन्छ। त्यो मात्रा जडीबुटीलाई ठ्याक्क मेडिसिनमा कन्भर्ट गरेर खाँदाखेरि चाहिँ अलिकति बढी खाएँ अथवा धेरै देखियो भन्ने कुरा चाहिँ फरक हो। जस्तो हामी भिडियोको अन्तिममा पनि छौँ होइन, जसले आयुर्वेदलाई विश्वास गर्न चाहनुहुन्न अथवा गर्नुहुन्न उहाँलाई तपाईँको सुझाव के छ? उहाँले आयुर्वेदलाई विश्वास गर्न चाहनुहुन्न भनेर त उहाँ बाँच्नु भएकै छैन हेर्नु है। जस्तै भनेको डाइरेक्टली आएर औषधि खानलाई अथवा आयुर्वेदको चिकित्सकको परामर्श लिनलाई उहाँले नमान्ने उहाँको त्यो कुरा हुनसक्छ। तर प्रत्येक व्यक्तिले आयुर्वेदको सिद्धान्त, आयुर्वेदको प्रिन्सिपल र आयुर्वेदिक चिजहरू, आयुर्वेदमा वर्णन गरेका चिजहरूको प्रयोग गरिराखेको छ र त्यही कारणले उहाँ आजसम्म स्वस्थ हुनुहुन्छ। यो चाहिँ ढुक्क हुनुहोस्। किन भन्नुहुन्छ भने जुन हामीले गरिराखेको दिनचर्या छ, जुन हामीले गरिराखेको ऋतुचर्या छ, जुन हामीले हाम्रो भान्सामा पाकिराखेको खानेकुराको पकाउने कुराको वर्णन गरेको छ, त्यो वर्णन गरेर त्यो सिकाएको भनेको मानव सभ्यताको सुरुवातसँगै हो नि यो कुराहरू आएको भनेको। आयुर्वेद पनि त्यहीलेदेखि नै आएको। यो शास्त्रोक्त आयो, एउटा चिकित्साको अप्ठ्यारो परेका अथवा बिरामी भएकाहरूको उपचारको लागि आयो भने एउटा चाहिँ हामी सँगसँगै सहज जीवनयापन सँगसँगै यो दुईवटा लाइन प्यारलली हिँडेको छ। तपाईँ यो लाइनमा हिँडे पनि आयुर्वेद हो, यो लाइनमा हिँडे पनि आयुर्वेद हो, यति मात्रै हो। उहाँले कम बुझ्नु भएको छ। यसरी बुझ्नु आयुर्वेदबाट छुट्टिएर जीवन जिउन सकिँदैन, छैन, सम्भवै छैन, सम्भवै छैन। जस्तो तपाईँ बिहान 8 बजीदेखि बेलुका 6 बजीसम्म पूर्णा आयुर्वेद हस्पिटल भीमसेन गोला चोक पुरानो बानेश्वरमा हुनुहुन्छ। तपाईँले बिहानदेखि बेलुकासम्म बिरामीको उपचार गरिराख्नु भएको छ। म्याक्सिमम चाहिँ तपाईँको हस्पिटलमा कुन समस्या बढी लिएर आएको तपाईँले पाउनु भएको छ? यस्तो छ, अहिले पछिल्लो चरणमा चाहिँ त अलि नसर्ने रोगहरूको चाहिँ अलिकति बढी नै बिरामीहरू हुनुहुन्छ होइन। त्यसभन्दा पहिला चाहिँ सामान्यतया जस्तो ग्यास्ट्राइटिस नै भनौँ होइन, अब जस्तो हामीले के भन्छ पेटसँग सम्बन्धित रोगहरू, पाइल्सका रोगहरू, के भन्छ तपाईँको मधुमेहका रोगहरू अथवा के भन्छ ब्लड प्रेसरका उच्च रक्तचापका बिरामीहरू होइन, कतिपय अवस्थामा के भन्छ क्यान्सर लगायतका बिरामीहरू होइन, सबै प्रकारका बिरामीहरू अहिले पनि हुनुहुन्छ। सधैँ हामीले लगभग यही मात्रै भनेर त्यस्तो फोकस चाहिँ छैन। एज अ टिममा हामी जुन काम गरिरहेका छौँ त्यसमा चाहिँ यो अलि धेरै यो अलि कम बिरामी आउँदा चाहिँ बढी यो समस्या लिएर आछ भन्ने होइन, छैन त्यस्तो। सबै लगभग धेरै नै बिरामीहरू हुनुहुन्छ सबै रोगमा चाहिँ है। जस्तो अब म किडनी स्टोनको बारेमा आज हामीले कुरा गरिराखेका छौँ र हामी अब भिडियोको अन्तिममा पनि छौँ। मैले अघि नै अन्तिम भने फेरि पनि अब लगभग एउटा क्वेसन मात्रै सोध्छु तपाईँलाई। किडनी स्टोन भएको व्यक्तिले दैनिक कति लिटरसम्म पानी खानुपर्छ? एउटा क्वेसन त्यो। र त्यो सँगसँगै जोडेर आउने अर्को क्वेसन भनेको चाहिँ किडनी स्टोन बारम्बार भएर पीडा खेपिरहनु भएको व्यक्तिलाई तपाईँको सुझाव के छ? अब यसमा चाहिँ पहिलो नम्बर कुरा पानी कति पिउनुपर्छ भन्ने कुरा छ। पानीको विषयमा तपाईँलाई किडनी स्टोन छ भने तपाईँले 3 देखि 4 लिटर जति पानी खाने हो नर्मल व्यक्तिले सरह। पानी धेरै खानुपर्छ भनेर तपाईँको 8-10 लिटर पानी खाने होइन, त्यसले मृगौलालाई काम गर्नलाई अझै अर्को समस्यामा धकेल्न सक्छ। धेरै पानी खानु पनि
राम्रो होइन। अब दोस्रो नम्बर कुरा मौसम अनुसारले, जस्तो अहिले गर्मीको मौसम छ, पानीको मात्रा अझै त्यसमा 1 लिटर 1.5 लिटर थप्न सकिन्छ। तपाईँको बसोबास कहाँ छ अथवा तपाईँको शरीरलाई आवश्यक कस्तो छ, तपाईँले कस्तो काम गरिरहनु भएको छ भन्ने कुराले चाहिँ पानीको मात्रा निर्धारण गर्नुपर्ने हुनसक्छ। यो एउटा कुरा। र दोस्रो नम्बर कुरा हजुरले जुन भन्नुभयो, तपाईँलाई बारम्बार किडनी स्टोन भइराखेको छ र यसबाट तपाईँले पीडित भइरहनु भएको छ भने एकपटक के भन्छ चिकित्सकसँग परामर्श गरेर तपाईँको शरीरको प्रकृतिको निर्धारण गरेर तपाईँलाई के खाने कुरा के नखाने कुरा, तपाईँको किडनी स्टोन बनेको छ कसरी र तपाईँले गर्नुपर्ने तपाईँको जीवनशैली परिवर्तन गर्नको लागि सल्लाह सुझाव लिनुहोस्। त्यसको लागि मलाई पनि अथवा हाम्रो टिमलाई पनि भेट्न सक्नुहुन्छ है। नै भने तपाईँ जुन ठाउँमा हुनुहुन्छ, तपाईँ धेरै टाढा हुनुहुन्छ भने त्यहीँ तपाईँको नजिकमा भएको आयुर्वेद चिकित्सकलाई पनि भेटेर परामर्श लिन सक्नुहुन्छ। र यो चाहिँ एकदमै अनिवार्य कुरा हो। आयुर्वेदको चिकित्सकसँग परामर्श लिनु सबैभन्दा पहिलो काम तपाईँको त्यो हो कि उहाँले तपाईँलाई यो किडनी स्टोनको बारेमा अनेक कुराहरू अथवा यसको लागि तपाईँको जीवनशैली, तपाईँले खानपिनका कुराहरू उहाँले बताइदिनुहुन्छ। अथवा समय मिलेसम्म हामीलाई भेट्नुहोस्, हामी सबै कुराहरू दिएर पठाउँछौँ कि तपाईँले त्यो भनेर मात्रै नभएर बिर्सिनुहुन्छ भनेर हामी त के भन्छ पर्चा पम्पलेटहरू त्यो सबै कुराहरू दिएरै पठाउँछौँ कि ल र भित्तामा टाँसेर राखिरहनुहोस् कि यो जीवनशैली चाहिँ अलिकति सुधार गर्नै पर्छ। हस्, समयको लागि धन्यवाद। धन्यवाद।